अस्मिन सबैलाई नमस्कार। म मेघेन्द्र सुवेदी। यति बेला म चाहिँ जापानमा छु। आज चाहिँ तपाईहरु यदि कोही जापान आउन चाहनु भएको छ र जापानको बारेमा केही बुझ्न चाहनु भएको छ भने कृपया कमेन्ट पनि गर्नु होला। म त्यसको उत्तर पनि दिनेछु। र म चाहिँ आजको भिडियोमा के कुरा राख्न चाहन्छु भने यदि तपाई जापान आउन चाहिराख्नु भएको छ, तपाईले अप्लाई गरिसक्नु भएको छ र कसैको त सिओई पनि आइसकेको छ भने तपाईहरु चाहिँ अप्लाई गर्नुभन्दा अगाडि चाहिँ कुन गाकोमा मैले अप्लाई गर्दैछु त्यो चाहिँ एकदमै महत्त्वपूर्ण तरिकाले अध्ययन गरेर मात्रै दिनु होला। किनभने होचुवाको तालमा कन्सल्टेन्सीले डकुमेन्ट बुझायो, कन्सल्टेन्सीले कुन गाकोमा अप्लाई गरेको छ, सिओई आइसकेपछि मात्रै थाहा हुने धेरैको घटना छ हैन। त्यो घटना त्यस्तो नहोस् भन्ने उद्देश्यले मैले यो भिडियो तयार पार्दैछु। कृपया एकदमै ध्यान दिएर अन्तिमसम्म हेर्नु होला। जस्तो डकुमेन्ट दिइसकेपछि कुन गाकोमा मैले अप्लाई गर्दैछु हैन, तपाईले आफै पनि हेर्न सक्नुहुन्छ। अनलाइनमा गुगलमा सर्च गरेर पनि त्यो गाकोको रेपुटेसन कस्तो छ हैन, प्रोफाइल कस्तो छ त त्यो गाकोको हैन, यो भन्दा अगाडिका विद्यार्थीहरू कति सेटल गर्न सकेको छ त्यो बुझ्नु होला। र अर्को कुरा चाहिँ तपाईको सिओई आइसकेपछि अब गाको फी हाल्नुपर्छ, होस्टेल फी हाल्नुपर्छ हैन। कसैको 6 महिनाको लागि होस्टेल फी हालिन्छ, कसैको 1 वर्षकै होस्टेल फी लिइन्छ, गाको फी पनि 1 वर्षकै लिइन्छ। जस्तो होस्टेल फीको कुराकानी गर्ने हो भने होस्टेल कति टाढा राखेको छ, गाकोबाट होस्टेल कति टाढा छ, यहाँ आइसकेपछि एकदमै महत्त्वपूर्ण हुन्छ। 5 मिनेटको पनि तपाईलाई धेरै महत्त्व लाग्ने गर्छ। किनभने नेपालमा हामीलाई त केही 5 मिनेट भनेको के हो भन्ने हुन्छ हैन, यहाँ चाहिँ एकदमै धेरै महत्त्वपूर्ण हुन्छ 5 मिनेटको पनि। अब गाकोबाट कति टाढा छ त्यो चाहिँ बुझ्नु होला। होस्टेल कन्सल्टेन्सीको त सम्पर्कमा हुन्छ, होस्टेल चाहिँ कति टाढा छ त्यो चाहिँ बुझ्नु होला, दोस्रो कुरा। र तेस्रो कुरा चाहिँ गाकोले चाहिँ काम कतिको खोजिदिन्छ त्यो पनि एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ है। किनभने पहिलोचोटि आएको जापानमा केही थाहा हुँदैन, अब नेपालको पढाइ त्यस्तै हुन्छ हैन। त्यो भएर काम चाहिँ गाकोले खोजिदिन्छ कि खोजिदिन, मेन कुरा चाहिँ त्यो सोच्नु होला। यहाँ चाहिँ आइसकेपछि धेरैले दुःख पाउनु भएको छ, महिनौँ दिनसम्म काम नपाएको, 4-5 महिनासम्म पनि काम नपाएको हामीले स्थिति देखिरहेका छौँ। र अर्को अब यो तेस्रो कुरा भयो। चौथो कुरा चाहिँ तपाईसँग बस्ने रुममेट कस्तो छ। किनभने 3-4 जना नर्मल्ली हालिरहेको स्थिति हुन्छ। धेरैजना अब नेपालमा थाहा हुँदैन, यहाँ ल्याएर एकैचोटि होस्टेलमा कोचिदिन्छ। त्यो भएर गर्दाखेरि कहिलेकाहीँ झगडा हुने नमिल्ने कारण त्यो हो क्या। त्यो भएर होस्टेलमा कतिजना हाल्दैछ, को जनाहरू मसँग बस्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ नेपालमै फिक्स गरेर आउनु होला। त्यसले गर्दाखेरि झगडा हुँदैन, मनमुटाव नहुने सम्भावना एकदमै कम हुन्छ। त्यो भएर मैले आज कति 4-5 वटा कुराहरू विशेष ध्यान दिएर तपाईँले सुन्नुभयो होला। र अर्को लास्टमा चाहिँ अब छैटौँमा भनौँ न, छैटौँमा तपाईँ जापान आउँदै हुनुहुन्छ भने तपाईँको यदि ल्याङ्ग्वेज छैन भने तपाईँलाई एकदमै गाह्रो हुन्छ जापान। तपाईँ फ्रस्ट्रेसनमा जानुहुन्छ, तपाईँले जापानमा केही पनि गर्न सक्नुहुन्न। किनभने एकदमै गाह्रो छ, ल्याङ्ग्वेज छैन भने जापानमा कामै छैन भन्दा पनि हुन्छ। किनभने काम खोज्नु पर्यो, हरेक कुराहरू बुझ्नु पर्यो नि त। त्यो भएर ल्याङ्ग्वेज एकदमै राम्रो बनाएर आउनु होला। मैले यी 6 वटा कुरा तपाईँहरूको बिचमा राखेँ। तपाईँलाई केही जिज्ञासा छन् भने कृपया कमेन्ट बक्समा राख्नुहोला। र यो भिडियो कस्तो लाग्यो तपाईँहरूले अन्य साथीहरू, यदि तपाईँहरूको कोही साथीहरू जापान आउँदै हुनुहुन्छ भने उहाँहरूलाई पनि फरवार्ड गरिदिनु होला। धन्यवाद।